अलसी महादेव की जय। मेरो नाम सुमन मगर। अब हाम्रो यो पहिलो दिन जाने प्लान चाहिँ थियो, तर केही कारणवश मिलिरहेको थिएन। अब भाकल थियो हाम्रो हलेसी जाने, अब त्यही भएर कहिलेकाहीँ प्लान गरेको भन्दा अचानक डिसिजन लिएको राम्रो हुने रहेछ। त्यसैले त यति धेरैचोटि प्लान गर्दा पनि पुरा हुन सकिएको थिएन हाम्रो यो प्लान। तर हिजो अचानक डिसिजन लियौँ भोलि हलेसी जाने। यो रोड ट्रिपमा जाँदैछौँ म अनि मेरो साथी सुमन। लगभग 7:30 भएछ, भोलि खेल आइपुगिहालेँ। घरबाट त्यस्तै हामी 6:30 बजीतिर हुनेका थियो होला, 1 घन्टा जति लागेछ। अब अहिले हामी यहाँ खाजा खान लागेछौँ। अब यहाँ खाजा खाएर अनि यहाँबाट चाहिँ आरामले लाग्छौँ हामी। ओइ के हो यो यस्तो? प्रकृति साँच्चै रहस्यमय छ। यो न कसैको बसमा थियो न कहिले हुनेछ। डेभलपमेन्टको बहानामा मानिसहरूले जति प्रकृतिको विनाश गर्नेछन्, त्योभन्दा बढी विनाशकारी रूपले फिर्ता दिनेछन् प्रकृतिले। क्या डेन्जर भएको छ। 9:30 भयो। काम पनि एकदमै सिरिक्कै लाग्यो। हामी एकछिन यहाँ पानी खानलाई वाटर ब्रेक लिँदैछ। गर्मी पनि भइरहेको छ, थके लाग्यो, त्यसैले गर्दा पानी खाँदैछौँ। अब लाइक बाटो एकदम अफ रोड भएको कारणले गर्दा अलिक धेरै थके लाग्यो। अब जस ठिकै छ, अब रमाइलो भइरहेको छ हाम्रो यात्रा, ठिकै छ। अब घामसाम लागेको छ, अब पानी खाँदैछ। यात्राको सुरुवातसँगै घामले च्यालेन्ज गर्न थालेको थियो। तपाईँ घाम चाहिँ डेन्जर लाग्यो। अहिले 11:30 बज्यो। अहिले हामी सिन्धुलीको यो सेतीदेवी मन्दिरमा आइपुग्यौँ। बिहान 6:30 बजी हामी निस्केको थियौँ घरबाट। अब धुलीखेलमा खाजा खायौँ। अब बाटोमा पानीसानी पिउँदै रमाइलो गर्दै आइपुगेका छौँ। जस बाटोमा अब अफरोडहरू, घरहरू डुबेकोहरू देखियो। अब हामी यहाँ दर्शन गरेर अब सबै यात्रुहरूले जस्तै आफ्नो यात्रा सफल होस् भन्ने मनोकामना सहित हामी पनि यस सतीदेवी मन्दिरमा रोकियौँ। छुट्टै आस्था र विश्वास रहेको यस मन्दिरमा दर्शन गर्दा यात्रा पुरा हुने विश्वास रहेको छ। यहाँ मन्दिर दर्शन गरेँ, एकदमै घाम चाहिँ चरक्क नै छ। टपमा मन्दिर छ। अब चाहिँ हामी दर्शन गरिसक्यो। अब यहाँबाट लाग्नुपर्छ होइन? Let's go. एकदम 12:15 भएछ। भोक चाहिँ लास्ट लाग्यो। पहिला खाना खाउँ, त्यसपछि आरामले अनि फेरि निस्किनुपर्छ। घामसँगको लुकामारीमा भाग्दा भाग्दै हामीलाई भोकले पनि पो सताउन थालेको रहेछ। त्यसैले पहिला भोकलाई हराउन बस्यौँ हामी।
आरामले सुई जाने हो जस मिठो थियो नि त खाना अब चाहिँ दायाँ बायाँ कतै नरोकी सिधै जानुपर्छ है हालत खराब धेरै खराब भयो तातो हावा त्यस्तै घाम लाग्यो त्यस्तै जति नै भाग्दै अघि बढे पनि आफ्नो लिमिटमा पुगिसकेका थियौँ हामी शरीरले साथ दिन छोड्दै थियो उतै गएर आराम गरौँ ल जाऊ है बिस्तारै बिस्तारै जाउँ ल आरामले जाउँ ल आफ्नो लिमिटलाई पुस गर्दै बिस्तारै बिस्तारै अघि बढ्ने निर्णय गर्यो हामीले यात्रालाई बिचमा छोड्ने कुरा पनि त भएन बजार जुन त हलेसी बजार के हो यो बाटो यो के हो यो के हो यसले नि हुन्छ है तुरुन्तै हुन्छ एकदम रमाइलो भइरहेको छ आइपुग्यो टाउको दुख्यो बल्ल औषधि खाएर अलिक सन्चो पनि भयो औषधि खाएँ मैले चाहिँ ग्लुकोज खाएँ अब चाहिँ एकछिन हावा खान निक्लेँ अलि सन्चो पनि भयो एकछिन हावा खाने अझ अलिक फ्रेस हुन्छ है दिनभरिको भागदौडले भरिएको यात्रापछि हामी आइपुग्यौँ हलेसी दिनभरिको बाइकको यात्रापछि शरीर थाकेको भए तापनि हलेसीको अवलोकन गर्न निस्क्यौँ हामी 7 बजे पनि जस उज्यालो छ गर्मी महिनामा भएर होला शीतल है शीतल यहाँ पनि आरती हुन्छ कि सन्ध्या आरती सन्ध्या आरती हुन्छ कि जस्तो छ है प्रभु का तुम करमा प्रभु का तुम करमा हो शरणागत विराजित हो शरणागत विराजित बाधंबर तममा ओम हर 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 महादेव। यस सन्ध्या आरतीले शरीर अनि मनमा भएको थकानलाई मेटाएर शीतल बनाएको थियो। छुट्टै कुनै अलौकिक संसारमा पुगेर आत्मा नै शुद्ध भए जस्तै। आरती हेरेँ नि त आरती पनि हेरेँ एकदमै रमाइलो भयो अझै पनि हुँदैछ अब बिहान चाँडो उठ्नुपर्छ नि त बिहान चाँडै उठ्नुपर्छ अनि त्यसमा फेरि अहिले प्याक हुन्छ एकैचोटि खोल्दाखेरि आज अलिक भिडै होला जस्तो छ भोलि किन धेरै मान्छेहरू आउनु भएको रहेछ आज खाना खाएर चाँडो छुट्टी खाना खाएर आज हस् हस् हुन्छ
गुड मर्निङ फ्रम हलेसी महादेव। यतिखेर 5:30 भयो। खासमा हाम्रो प्लान चाहिँ 4:30 बजे उठेर 5 बजे नै पुग्ने गरी माथि जाने पुगिसक्ने थियो तर तयार हुँदा त अलिकति ढिलो भयो। लुगाको सामान ओम नमः शिवाय, ओम नमः शिवाय। नमामि शमीशान निर्वाणरूपम् विभुं व्यापकं ब्रह्मवेदस्वरूपम्। हलेसी महादेव की जय। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र तीर्थस्थल मानिने पूर्वी नेपालमा रहेको छ हलेसी महादेव मन्दिर। पौराणिक कथाहरूसँग पनि यस मन्दिरको सम्बन्ध रहेको पाइन्छ। शिवजीको पाइला अनि शङ्ख फुक्ने गुफा छ अरे यहाँ तलतिर, थाहा छैन अब कता हो, हेर्दै जाउँ खोज्दै जाउँ होइन, भेटिहालिन्छ। त्यहाँबाट भस्मासुरले शिवजीलाई लाहाड्नु भएको थियो अरे, जुन भस्मासुरको एउटा हामीले कहानी महादेवमा पनि देखाएको थियौँ। उहाँले शिवजीलाई लाहाड्दाखेरि शिवजी त्यहाँबाट आउनुभएको थियो अनि यहाँबाट बसेर यहाँबाट त्यो चट्टान फोरेर भाग्नु भएको र त्यसको लागि त्यहाँनिर पाइला पनि रहेछ शिवजीको। त्यो भन्दै हुनुहुन्थ्यो। हामीले त्यो सुने अनुसार चाहिँ जस भस्मासुरले शिवजीलाई लाहाड्नु भएको रहेछ, यहाँबाट त्यो फोरेर भाग्नु भएको। हाम्रो जस आउने इच्छा, हाम्रो जुन इच्छा छ त्यो हाम्रो पुरा भएको छ। हाम्रो पहिल्यैदेखिको भएकोलाई हाम्रो आज पुरा पनि भयो। हिजो हामी बिहान 6:30 बजे घरबाट निस्किएको थियौँ, हामी बेलुका 5:30 बजे यहाँ आइपुगेको थियौँ। जुन यात्रामा हामीले धेरै कठिन पनि भयौँ, जस रमाइलो पनि भयो। अब आउँदाखेरि अब गत वर्ष बाढीले जुन बाटो भत्काएको थियो त्यो ठाउँमा अफरोडहरू, अब तातो हावा गर्मी टाउको पनि दुखेको थियो। अब हिजो बेलुका औषधि समेत खानुपर्ने अवस्था भएको थियो। जुन हाम्रो यात्रामा हामीले रमाइलो पनि गऱ्यौँ र जुन हाम्रो कष्ट भयो आज सब हराएको छ, किनभने यति रमाइलो मनमोहक छ। हामीले अब यो हलेसी दर्शन गऱ्यौँ। आज यो गुफाभित्र छौँ, जुन यहाँ अब होला दैविक अब कहानीहरू छन्। महादेवको अब भस्मासुरले शिवजीलाई लाहाटेको, यहाँबाट भागेको भन्ने अब जुन किंवदन्ती छ सबै देखिएको छौँ यहाँनिर। अब प्रकृतिले दिएको नेचुरल गुफा हेरेर थाहा हुन्छ कि होला यहाँ दैविक सब उहरू शक्तिहरू हुनसक्छ। सुनेको थिएँ मन्दिरहरूमा हामीले जाने इच्छा गरेर मात्र हुँदैन, भगवान आफैले बोलाउनुहुन्छ। सायद सही नै होला कि महिनौँ लगाएर प्लान गर्दा पनि पुरा हुन नसकेको हाम्रो यो यात्रा अचानक नै बनेको थियो। कुनै पनि यात्रा सरल र सहज हुँदैन, त्यसलाई पुरा गर्ने आत्मविश्वास र साहस चाहिन्छ। हाम्रो यो यात्रा पनि सजिलो भने थिएन, तर हामीले यो यात्रालाई पुरा गर्यौँ। धेरै नयाँ शारीरिक, मानसिक र धार्मिक अनुभवहरू लिएर हामी फर्किँदैछौँ हलेसीबाट।